यो बेडले बचाछ हौ। तपाईहरुले पनि देख्न सक्नुहुन्छ यहाँको रालो साग यति महँगो छ नि साथीहरु। मैले तपाईहरुलाई साग देखाउँछु है। यो चाहिँ 1 रियालको साग के। मेरो गाडीले आज भुडी बोकेछ। साथीहरु फेरि पनि आइसकेको छु नयाँ भिडियोको साथमा। यदि नयाँ साथीहरु हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। म चाहिँ अहिले रियाद सुलैमा छु। म चाहिँ भर्खरै गाडी लोड गरेर यहाँ साइड लगाएको छु। देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो गाडी छ हैन। आजको यात्रा चाहिँ रियाददेखि बुरेदासम्मको हुनेछ। करिब 400 किलोमिटरको आजको यात्रा छ है। अब अहिले त अब नोइन्टी आइसक्यो हैन। रातिको 2 बजे खुल्छ नोइन्टी। म चाहिँ रातिको 2 बजेपछि अनि जानेछु। अहिले चाहिँ नोइन्टी आइसक्यो हैन। अब नोइन्टीमा त के हिँड्नु, त्यही भएर चाहिँ म यहाँ मजाले गाडी साइड लगाएको छु। अब चाहिँ खाना बनाउनु पर्छ यहाँ हैन। कहाँ गएर मैले चाहिँ पानी भरेर ल्याएको छु। अब चाहिँ मजाले खाना बनाउने हो अनि खाएर अनि मजाले सुत्ने हो। अनि 2 बजे नोइन्टी खुल्छ हैन। 3-4 बजे यहाँबाट हिँड्यो भने टाइममै पुग्छ क्या बुरेदा। धेरै टाढा त छैन नि त बुरेदा, यही नजिकै त हो हैन। त्यस्तै हो गाइज। अब चाहिँ खाना बनाउँछु म। यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो गाडी हैन। अब चाहिँ खाना बनाउनु पर्ला हैन। खाना बनाएर खाएर अनि मजाले सुत्ने हो। गाडी हेर्नु न धोएर टिलिक्क पारेछु के। 20 रियालमा धोको त अनि यो हेर्नु त। यो धोको 20 रियाल लियो। जेद्दामा धोको गाडी हैन। टिलिक्क पारेको छु। यस्तै गाइज यहाँ चाहिँ किचन छ मेरो हैन। पानी परेर किचन पनि सबै फोहोर भएको छ। तरी किचनमा चाहिँ तालचा लाउनु पर्छ गाइज। अघि पुरै हावा लिकेज भएर ताराबाट हैन छिरेको पुरै कालो लागेछ हो। यहाँ भित्र छिरेको हैन पुरै कालो लागेछ हो। हेर्नु त पुरै कालो लाग्छ। ओहो यहाँ भित्र छिरे के म। पाइपमा चाहिँ पाल परेको छ के साथीहरु हैन। अनि त्यो पाइपलाई काटेर त्यसलाई अनि अनि तस्लिया लगाएको छु क्या। यहाँ तस्लिया लगाइसि अनि हावा जाँदैन के साथीहरु। अब के गर्नु, जोगाड त गर्नै पर्यो हैन। पानी पनि पुरै चुइने भएको छ हो। यहाँ पुरै मैले टालेको अघि हैन। हेर्नु त यो अघि भर्खरै मैले टालेको त्यही पनि सबै चुइने भएको छ हो। यहाँ साग यति महँगो छ नि साथीहरु। मैले तपाईहरुलाई साग देखाउँछु है। 1 रियालमा कति पिस आउने रहेछ यहाँ साग मैले तपाईहरुलाई देखाउँछु। 1 रियालको साग चाहिँ यही हो के साथीहरु। मैले तपाईहरुलाई गनेर पनि देखाउँछु। ल हेर्नुस् है। 1 पिस त्यही पनि यस्तो छ। ल हेर्नु त यो 1 पिस भयो, यो 2 पिस भयो। यसमा चाहिँ कति 3 पिस रहेछ। यसमा 5 पिस। 5 पिस सागलाई 1 रियाल यहाँ लगभग नेपालको 38 रुपैयाँ पर्छ क्या। यहाँको 1 रियाल नेपालमा 38 रुपैयाँ हुन्छ क्या। 38 रुपैयाँको साग यति छ क्या साथीहरु। ल हेर्नु त यतिको 38 रुपैयाँ। नेपालमा सागको महत्त्व खासै हुँदैन नि हैन। जब विदेश आइन्छ नि अनि तब थाहा हुन्छ के सागको महत्त्व कस्तो हुने रहेछ भनेर। 1 रियालको ल हेर्नु त 38 रुपैयाँको साग यस्तो छ गाइस। हेलो साथीहरु, सबैलाई गुड मर्निङ अनि नमस्कार। आई होप तपाईहरु सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आज फेरि पनि सधैँ चाहिँ मेरो ड्राइभिङको जर्नी स्टार्ट भइसकेको छ। अहिले चाहिँ म यो रियाद सिटीमा हिँडिरहेको छु। म चाहिँ भर्खरै उठेर हिँडेको। अहिले चाहिँ बिहानको भर्खरै 4 बजेको छ। म चाहिँ 4 बजे उठेर हिँडेको। यो चाहिँ रियाद सिटी हो। बाहिर गाडीहरु त्यसरी ओभरटेक गरेर हिँड्छ हैन। त्यो गाडीको ट्रेलाहरु चाहिँ सबै दुबईको अनि कुवेतको बहराइनको छन् के। यो सेकेन्ड ट्र्याकमा हिँड्नेहरु। त्यही भएर यिनीहरु ढुक्कले
ओभरट्याक गर्दै हिँड्छ। हामीलाई त अब गाह्रो छ ओभरट्याक गर्न होइन। यो चाहिँ दमाम जाने रोड हो होइन। म चाहिँ अब यो रोडलाई छोड्दैछु। यो रोड छोडेर अब चाहिँ म तुमामातिर जाँदैछु गाइस। तुमामा रोड समाउनेवाला छु म चाहिँ। यो तलको चाहिँ दमाम जाने बाटो हो। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ यता होइन। यो दाहिने साइडको बाटो चाहिँ दमामतिर जाने हो। यो चाहिँ तुमामा रोड हुँदै कसिम बुरेदातिर जाने हो गाइस। अगाडिको पुल चढेर फेरि मुनि झरेर गयो भने फेरि रियादतिर पुगिन्छ। त्यो पुलको माथिबाट गयो भने फेरि कसिम रोड हो त्यो होइन। तर त्यो बाटो चाहिँ अहिले जान पाउँदैन। पहिला चाहिँ यही माथिको बाटो गइन्थ्यो कि कसिम जानु पर्यो भने डाइरेक्ट यो 8 नम्बरतिर निक्लिन्छ जस्तो लाग्छ यो बाटो होइन। अहिले चाहिँ म मजमा कटेर अगाडि आइसकेको छु। यहाँबाट चाहिँ अझै बुरेदा पुग्नलाई 125 किलोमिटर जति छ। यो हाइवेमा चाहिँ 90 को स्पिड छ होइन। 90 भन्दा माथि हिँड्यो भने चाहिँ क्यामेराले हान्छ। 90 सम्म चाहिँ क्यामेराले हान्दैन होइन। 90 भन्दै गर्दा फेरि 90 भन्दा 1-2 पॉइन्ट चाहिँ कममै राख्नुपर्छ क्या। फाइनल साथीहरू अहिले चाहिँ म यो अलघाटको ओह्रालो आइसकेको छु। यहाँबाट चाहिँ अलघाटको ओह्रालो सुरु भयो। यो अलघाटको ओह्रालोमा चाहिँ भुलेर पनि ओभरट्याक गर्नुहुन्न है। किनकि तल चाहिँ मामा बसिरहेको हुन्छ क्या। तल पनि बसिरहेको हुन्छ अनि यता अनि पुल छ क्या त्यहाँ पुलबाट पनि हेरिरहेको हुन्छ क्या। त्यही भएर यो ओह्रालोमा चाहिँ ओभरट्याक गर्न हुँदैन। ओह्रालो सानो छ तर ठाडै छ क्या ओह्रालो। ओह्रालो चाहिँ यस्तो छ गाइस है। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ यहाँको ओह्रालो कतिको छ गाइस। यसरी ओभरट्याक गरेर हिँडिरहेछ। म चाहिँ यो भिडियो बनाउनलाई अलिकति पछाडि बसिरहेको छु होइन। त्यो डेन्जर छ गाइस ओह्रालो। ओह्रालो सानो भयो पनि तर ठाडै ओह्रालो छ क्या साथीहरू। यहाँबाट राइट ह्यान्डर गयो भने चाहिँ जुल्फीतिर पुग्न सकिन्छ क्या होइन। अब कसिम जानलाई त यहाँबाट सिधै सिधा हो कसिम बुरेदा जानलाई। ओह्रालो पनि अब सक्यो होइन। यतातिर त लास्टै हावा चलेछ हो साथीहरू। म चाहिँ बुरेदा पुग्न लागेको छु। यहाँबाट 20-30 किलोमिटर होला बुरेदा पुग्नलाई होइन। यतातिर चाहिँ लास्टै हावा चलेछ हो। फाइनली साथीहरू अहिले चाहिँ म बुरेदातिर आइसकेको छु। यहाँबाट चाहिँ बुरेदा एरिया सुरु भयो। आइलतिर जानु पर्यो भने चाहिँ यहाँबाट राइट ह्यान्डर जाने हो। आइल अल्जो तबु यहाँबाट राइट ह्यान्डर गयो भने चाहिँ पुग्न सकिन्छ। अगाडिबाट पनि जान सकिन्छ होइन। तर यहाँबाट पनि जान सकिन्छ। अगाडि पुल छ त्यो पुलबाट राइट ह्यान्डर गए पनि पुगिन्छ। अनि अझै यहाँबाट लगभग 15 किलोमिटर अगाडि गएर पनि छ त्यता पनि बाटो होइन। यहाँ देख्न सक्नुहुन्छ गाइस है। यहाँ बोर्ड पनि छ। आइल अल्जोबको बोर्ड छ यहाँ छ। यहाँबाट राइट ह्यान्डर गयो भने अब यहाँबाट धेरै छैन। जम्मा 7-8 किलोमिटर छ खाली गर्ने ठाउँ पुग्नलाई। 7-8 किलोमिटर भनेको यहाँको लागि त यही नजिकै जस्तै हो क्या। अब नेपालमा भएको भए चाहिँ धेरै नै टाढा लाग्छ होइन। तर यहाँ चाहिँ नजिकै लाग्छ क्या। अब 8 किलोमिटर त हो एकैछिनमा पुगे जस्तो लाग्छ क्या यहाँ चाहिँ। किनकि यहाँ चाहिँ गाडी पनि अलिक स्पिडमै हुन्छ नि त। त्यही भएर होला है। म चाहिँ यहाँ साइड लगाएर खाना खाएर जानेछु।
फेरि उता गएर फेरि खाने वातावरण नै हुन्छ कि हुँदैन है। त्यही भएर यही खाना बनाएर खाएर जाने छु गाइज। म चाहिँ यो बन्द पेट्रोल पम्पमा रोकेर खाना खाएर जाने हो। म चाहिँ अहिले बन्द पेट्रोल पम्पमा रोकेको छु है। यहाँ रोकेर खाना खाउँ भनेको लास्टै हावा चलेछ हौ साथीहरू। यहाँ चाहिँ गाडीहरू पुरै रोकेछ। यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ गाडीहरू रोकेका छन्। यो चाहिँ हाइवे भएको होइन। अब यहाँ खाना खाऊ भनेको होइन, लास्टै हावा चलेको। खाना खाने वातावरणै छैन हो यहाँ। त्यस्तो हावा चलेको लास्टै हावा चलेछ गाडी। हेर्नु त सामान पनि निक्लेछ बाहिर है। यो बेडले बचाएको छ हौ। पुरै भुँडी निक्लेछ गाइज। मेरो गाडीले आज भुँडी बोकेछ। गाइज है अब बाटो यस्तै छ होइन। बाटो यस्तो भएपछि अब सामान त यताउता भइहाल्छ। त्यही माथि अब सिकाएर अब यो पर्दा हो नि त होइन। भित्र चाहिँ बानेको हुँदैन यो। यो बाहिर यो जति बेल छ नि यो बाहिरको बेल मात्र लाउने हो कि यहाँ। त्यही भएर चाहिँ अलिकति निक्लेको छ। बाटो त्यस्तै भएर पनि हो क्या। अलि राम्रो बाटो भयो भने त राम्रै आउँछ। सामान के हो त्यो चाहिँ थाहा छैन होइन। कस्तो खाले सामान हो यो, चामल हो कि अब अरू केही हो, सामानमा पनि भर पर्छ। चामलहरू भयो भने त चिप्लो हुन्छ नि त बोरा चामलको होइन। त्यही भएर पनि अब निक्लिन्छ। त्यही हो गाइज। अब चाहिँ म निक्लिन्छु। हावा चाहिँ लास्टै चल्यो गाइज है। यतापट्टि चाहिँ सबै ठिकै छ होइन। यतापट्टि चाहिँ केही समस्या छैन। आयो साथीहरू, अहिले चाहिँ म खाली गर्ने ठाउँमा आइसकेको छु। म चाहिँ त्यहाँ खाली गर्ने हो। यहाँबाट राइट हानेर जाने हो खाली गर्नलाई। यहाँबाट राइट हान्ने हो गाइज। खाली गर्न जानलाई यहाँबाट राइट हानेर जाने हो साथीहरू। म चाहिँ त्यहाँ बिल्डिङमा खाली गर्ने हो। तर एकछिन म यतै रोक्छु। त्यहाँको बिल्डिङमा खाली गर्ने। एकछिन म यही रोकेर अनि त्यहाँ बखलातिर जानु पऱ्यो केही सामान लिन है। ल साथीहरू, यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेट हुने नै छ होइन। यदि नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ च्यानललाई सब्सक्राइब पनि गर्नु होला।